पहिलो भिडियो मन पराएकोमा धेरै धन्यवाद। दोस्रो भिडियोको रिक्वेस्ट आछ। सो आज चाहिँ हामी हाम्रो ग्राफिक डिजाइनिङ क्लासको स्टुडेन्ट्सहरूले एउटा नाम निकाल्नु भएको छ, एकदम ब्रान्डवाला नाम। अब हामी सिकौँ कि कसरी क्यानभा चलाउन सकिन्छ एउटा लोगो बनाउनको लागि है त। सो यताउता नहेरिकन हामी चाहिँ डाइरेक्ट बिगिन गरिहालौँ है त ल। सो आफ्नो एउटा ब्रेभ भन्ने ब्राउजर और हजुरको गुगल क्रोम भन्ने ब्राउजर और फायरफक्स भन्ने ब्राउजर और जुनै पनि ब्राउजर छ खोल्नु होला। मैले अहिले ब्रेभ भन्ने ब्राउजर खोलेको छु। यसमा गएर चाहिँ क्यानभा भनेर सर्च गर्नुपर्ने हुन्छ। त्यसबाट चाहिँ एउटा क्यानभाको मा गइन्छ है। यसमा लगइन गर्ने बेलामा चाहिँ मेक स्योर कतिजनाको लगइन नहोला है यसमा। सो हजुरले चाहिँ क्रिएट विथ गुगल अकाउन्ट भनेर चाहिँ ट्राई गर्नु होला है। ओके, धेरै यताउता नगइकन फेरि हामी टेम्प्लेट्स भन्ने सेक्सनमा जान्छौँ। मलाई लोगो बनाउनु पर्दा र म यहाँ चाहिँ यसरी लोगो भनेर चाहिँ लेख्छु है त। लोगो भनेर लेख्दा मसँग धेरैवटा अप्सन आउँछ क्या, तर हजुरले जति राम्रो किवर्ड हाल्नुहुन्छ त्यति राम्रो रिजल्ट आउँछ। जस्तो लोगो पनि के को लागि त, ब्युटी प्रडक्टको लागि अरे। सो म ब्युटी भनेर यसरी हाल्छु है त। सो अब मलाई अलिकति राम्रोवाला चाहिँ लोगोहरू आएको छ। मलाई चाहिँ के मन पर्यो भने यो वाला मन पर्यो भने मैले त्यसमा क्लिक गर्ने कस्टमाइज टेम्प्लेट भनेर गर्न मिल्छ है। यसमा चाहिँ एउटा कुरा के नोटिस गर्नु होला कि क्राउन भनेर चाहिँ आउन सक्छ है त। सो त्यो यहाँ चाहिँ कुनै क्राउनहरू आउँछ, त्यो भनेको चाहिँ हजुरको प्रो भर्जन, त्यो भर्जन युज गर्न मिल्दैन। मैले चाहिँ लाइक किनेको वाला भर्जन युज गरिरहेको छु, त्यही भएर चाहिँ मेरो यसरी चाहिँ चलाउन मिलिरहेको छ है त। सो EDU भनेर आउँछ, मेरो चाहिँ एजुकेसनल अकाउन्ट। सो मलाई चाहिँ यो मन परेको छ। हेर्नु त यसमा क्राउनहरू या केही पनि यस्तो खालको लोगो छैन भनेपछि मैले यो सेलेक्ट गर्ने। यो सेलेक्ट गरेपछि कस्टमाइज टेम्प्लेट गर्ने। मैले चाहिँ अहिले ल्यापटपमा देखाइरहेको छु। सो यो ल्यापटप स्क्रिनमा यस्तो हुन्छ, फोनको स्क्रिनमा पनि ट्राई गर्दा हुन्छ, फोनको स्क्रिनमा पनि त्यस्तै हुन्छ। क्यानभा डाउनलोड गर्नु पर्यो अनि यही कुरा गर्नु पर्यो है त। ओके, सो यहाँबाट चाहिँ हजुरले कुनै पनि एउटा एलिमेन्टको माथि जानुभयो भने हजुरले चाहिँ यसरी एउटा पर्पलवाला बक्स देख्नुहुन्छ क्या, त्यो बक्सलाई चाहिँ डबल क्लिक गर्नुभयो भने चाहिँ हजुरले यसलाई हटाएर चाहिँ आफ्नै केही टेक्स्ट लेख्न चाहिँ मिल्छ है त। मैले यस्तो लेखेँ जस्तो है। अब मलाई यो होइन, यो वाला टेक्स्ट सेलेक्ट गर्नु छ भने म यो वाला टेक्स्टमा जान्छु। यसको माथि चाहिँ एउटा बक्स आउँछ पर्पल कलरको, देखिराख्नु भएको होला। डबल क्लिक गरेको ठाउँमा चाहिँ मैले यसको भ्यालुलाई चाहिँ भ्यालु भनेछु, यसको टेक्स्टलाई चेन्ज गर्न मिल्छ। मलाई साइजेसहरू चेन्ज गर्नु छ, कलरहरू चेन्ज गर्नु छ, फन्ट चेन्ज गर्नु छ भने यो माथिको सेक्सनमा चाहिँ गइन्छ। यहाँ क्लिक गरेर चाहिँ हजुरले के गर्न सक्नुहुन्छ भने आफ्नो फन्ट चेन्ज गर्न सक्नुहुन्छ भने यहाँबाट चाहिँ हजुरले फन्टलाई ठुलो अथवा सानो बनाउन सक्नुहुन्छ। यहाँबाट चाहिँ टेक्स्ट कलर भन्नेमा थिच्नु भने हजुरले यसको कलर पनि चेन्ज गर्न पाउनुहुन्छ है त। तर कलर चेन्ज गर्नको लागि चाहिँ पहिले यसलाई हाइलाइट गर्नु पर्यो। सो सेलेक्ट गर्नु पर्यो। सेलेक्ट गर्नको लागि दुईचोटि थिचे पनि पुग्छ। जस्तो यहाँ आएर दुईचोटि थिच्यो भने यो सेलेक्ट भएको छ, यहाँ तल आएर दुईचोटि थिच्यो भने यो सेलेक्ट भएको छ। सो यहाँ आउने दुईचोटि सेलेक्ट गर्ने, यसलाई दुईचोटि थिच्ने अनि थिचेर चाहिँ कलर चेन्ज गर्ने, बल्ल हजुरको कलर चेन्ज हुन्छ। मलाई यो कलर पनि मन परेन, यो कलर देखिएन, फेरि दुईचोटि थिचेँ, फेरि टेक्स्ट कलरमा गयो र कलर यसको चेन्ज गरिदिएँ है त। यसको साइज अलिकति ठुलो भयो, यसको साइजलाई मैले घटाउँदै गएँ है त। कति साइजमा मलाई मनपर्छ त्यति साइजमा राखेँ। बिचमा एकचोटि मात्र थिचेर तलमाथि गर्नुभयो भने चाहिँ यसलाई चाहिँ हामीले रिपोजिसन पनि गर्न सक्छौँ है त। सो रिपोजिसन गर्नु परेमा त्यस्तो गर्दा नै हुन्छ। कुनै पनि एउटा बक्सले एकचोटि थिचेमा यस्तो खालको डटहरू आउनेवाला छ। म तलवाला टेक्स्टलाई त्यस्तो गरिदिन्छु। सो एकचोटि थिचेमा डटवाला आएको छ है त। अब फेरि यसलाई एकचोटि थिचेमा यस्तो डटवाला र यस्तो बारवाला आएको छ, त्यसको बारेमा थोरै जानौँ है त। सो त्यसमा चाहिँ के हुन्छ भने हजुरको यो डटमा थिचेर चाहिँ तलमाथि गर्नुभयो भने यो टेक्स्टको साइज आफै घटै बढाइ गर्न मिल्छ। त्यसै गरी यो बक्समा चाहिँ हजुरले यसलाई थिचेर एकचोटि फेरि यसलाई थिचेर चाहिँ भित्र बाहिर गर्नुभयो भने चाहिँ यो बक्स चाहिँ सानो हुन्छ, बक्सको साइज चाहिँ सानो हुन्छ है। बक्सको साइज सानो हुन्छ तर टेक्स्टको साइज चाहिँ सानो हुँदैन। यसरी चाहिँ टेक्स्टको साइज सानो हुन्छ, बक्सको साइज सानो हुँदैन है त। सो यो गर्दा पनि हुन्छ। अब म डाइरेक्टली यहाँ नाम लेखौँ, दुईचोटि थिचेँ। मेरो ब्रान्डको नाम चाहिँ के हो भने ब्युटी भन्नेवाला हो, RK ब्युटी राखिदिन्छु, ब्युटी। अब हेर्नु मेरो ब्युटी अलिकति धेरै भयो। सो बक्सको साइज बढाउनु पर्यो, बक्सको साइज बढाउने, बुझ्नुभयो ल। अब यहाँ चाहिँ RK भन्ने छ, RK को पनि हामीले साइज टक्क, यसको पनि त बक्सको साइज सानो छ, अटेन, त्यही भएर यसलाई सेलेक्ट गर्ने, यसलाई बढाउने। अब यो एकदम ठुलो भयो, यसलाई फेरि एकचोटि थिच्ने, यहाँ जाने,
यसलाई यसरी स्मल बनाउने सो आरके ब्युटी हब मलाई यो टेक्स्ट मन परेन दुईचोटि यसलाई क्लिक गर्ने अनि यसलाई हाइलाइट हुन्छ हाइलाइट भएपछि चाहिँ हजुरले टेक्स्ट चेन्ज गर्ने मलाई चाहिँ एउटा एन2 भन्ने टेक्स्ट मन पर्छ सर्च गरेर चाहिँ मैले यो वाला टेक्स्ट चाहिँ हाल्दिए है त अब यसलाई यहाँ थिचेर यो एकचोटि बक्सलाई फेरि हेर्नु होला म एकचोटि थिच्छु एकचोटि थिचेर यो गोलोमा थिच्नुभयो भने अलिकति ठुलो हुन्छ है त यसमा गर्नुभयो यसमा थिच्नु भने चाहिँ सानो या ठुलो हुन्छ है त सो यो गरेर चाहिँ मैले टक्क यहाँ राख्थे